सम्पूर्ण नमस्कार, म गम्भीर खड्का। आज चाहिँ अब हामी युनिटरी मेथड अथवा टाइम एन्ड वर्कको हामीले हिसाब कसरी गर्ने, इक्जाममा आयो भने कसरी ट्याकल गर्ने, हामी केही जानेको कुराहरू केही सिक्छौँ र सिकाउने कोसिस गर्छौँ है। अब हामी प्रश्नतिर लागौँ। अब यहाँ कुनै कारले 45 किलोमिटर पर आवरका गतिले कुनै पनि दूरी पार गर्न 12 घन्टा लाग्छ भने सो कारले 60 किलोमिटर प्रति घन्टाका गतिले सुरुको भन्दा 80% बढी दूरी पार गर्न कति घन्टा लाग्छ भनेर भनेछ। गिभन टिपौँ सबभन्दा सुरुमा, सोलुसन गरौँ। यहाँ के छ, स्पिड अथवा यसलाई किलोमिटर पर आवरको हिसाब गरौँ है। अब के छ भन्दाखेरि दूरी, कुनै दूरी भनेछ नि, दूरी भनेको डिस्टेन्स छ अथवा दूरी छ, कति घन्टा, समय अथवा घन्टा लेखौँ है। अब कुनै कारले 45 किलोमिटर प्रति घन्टाका गतिले कुनै दूरी पार गर्न 12 घन्टा लाग्छ भन्यो। कुनै भनेको अहिले यति क्वेसन बुझौँ भने सो कारले 60 किलोमिटर पर आवरका गतिले सुरुको भन्दा 80% बढी भनेको सुरुको भन्दा 80% बढी। मानव दूरी भनेको 1 हो भने अहिलेको दूरी 80%, 1 भन्दा 80% बढी भनेको 1 प्लस 80% अफ 1 हो भन्न खोजेको। यसको अर्थ कति हो भन्दाखेरि 1 प्लस 8 हो सरी, यहाँ 1 प्लस 0.8 हो। यो भनेको कति, 1.8 हो भन्न खोजेको। अब यहाँ हामीले यति बुझिसकेपछि यसलाई अब हामीले दूरी 1.8 लेख्यौँ। कुरो बुझ्यो, इजी। फेरि क्वेसन, कुनै कारले 45 किलोमिटर प्रति घन्टाका दरले गतिले कुनै दूरी पार गर्न 12 घन्टा लाग्छ। मानौँ कुनै दूरी भनेको एक दूरी भनेको 12 घन्टा लाग्दो रहेछ भने 60 किलोमिटर प्रति घन्टाका गतिले सुरुको भन्दा 80% बढी गरे। 80% बढी गरे यो भनेको यसको 80% हो नि त, त्यही भएर 1 मा यसको 80% हो भनेको 80% अफ 1 हो। यो गर्दाखेरि हाम्रो 1.8 आयो। त्यो नै 1.8 कहाँ हो, हामीले यहाँ लेखियो। कुरो क्लियर, भेरी गुड। यति बुझेपछि त अब सलल हामी त फिलिली के गरे, हाम्रो फिलिली एन्सर हुन्छ। पार गर्न कति घन्टा लाग्ला, मानौँ x घन्टा लाग्ला। अब यस्तो आयो, तीनटा कुरा आयो हैन। यस्तो बेला के गर्ने भन्दा अब एकछिनलाई बिचको उडाइदिउँ, एकछिनलाई बिचको उडाइदिउँ। अब हामीले बाइकको स्पिड बढायौँ, हामीले बाइकको स्पिड अथवा कारको स्पिड बढायौँ भने हामीलाई टाइम कम लाग्छ कि बढी लाग्छ? हामीले बाइक कुदायौँ भने हामीलाई पुग्नुपर्ने ठाउँ पुग्न टाइम बढी लाग्छ कि घटी लाग्छ? कम लाग्छ हो। भनेको स्पिड र टाइमको रिलेसन के हुँदो रहेछ भन्दाखेरि इन्डाइरेक्टली हुँदो रहेछ। कुरो क्लियर? ल अब यस्तो बेला के आयो भन्दाखेरि अब यहाँ यसरी गरौँ है। अब यो इन्डाइरेक्ट रिलेसन आयो भने के हुन्छ भन्दाखेरि यो एक्सलाई जहिले पनि इक्वल टु भन्दा अगाडि राखौँ भनेको 12/x इजिकल टु हो। यो हामीले सुल्टो लेखेछ नि, 12/x सुल्टो लेखेछ भने अब यो के हुन्छ भन्दाखेरि उल्टो हुन्छ। 60/45 किन उल्टो भयो भन्दा 45 माथि छ, यहाँ तल भयो, 60 तल छ, यहाँ आएर माथि 60 भयो। किन उल्टो भयो भन्दाखेरि किनकि यिनीहरूको त इन्डाइरेक्ट रिलेसन छ, त्यही भएर एउटा सुल्टो हुँदा एउटा के हुन्छ, उल्टो हुन्छ। कुरा क्लियर? ल यति भएपछि त भइहाल्यो नि। अब मैले यो स्पिडलाई अहिले मेटाइदिएँ। ओके, अघि यहाँ हाम्रो के थियो, डिस्टेन्स थियो। डिस्टेन्स भनेको दूरी है। अघि हाम्रो यहाँ एक दूरी थियो र यहाँ 1.8 दूरी थियो हो। अब हाम्रो यहाँ डिस्टेन्स र एउटा समय छ। अब हाम्रो यिनीहरूको रिलेसन के हुन्छ, जति टाढा छ डिस्टेन्स हाम्रो त्यति टाइम लाग्छ। जस्तै मलाई मेरो घर यहाँ सुनोल छ, सुनोलदेखि बुटोल एउटा डिस्टेन्स भयो, दूरी भयो। मलाई यहाँदेखि सुनोलदेखि मलाई बुटोल पुग्न टाइम बढी लाग्छ कि मलाई सुनोलदेखि परासी पुग्न टाइम लाग्छ बढी? भनेको मलाई सुनोलदेखि बुटोल पुग्न टाइम लाग्छ। किन भन्दाखेरि जति धेरै दूरी त्यति धेरै टाइम, जति धेरै दूरी त्यति थोरै टाइम भन्न खोजेको। दूरी अब घन्टा घटायौँ भने के हुन्छ भन्दाखेरि यहाँ डिस्टेन्स पनि कम लाग्ने भयो। फेरि इक्जाम्पल दिन्छु। जस्तै मानौ मेरो घर 5 तलाको छ हो, मलाई पहिलो तला पुग्न टाइम बढी लाग्छ कि 5औं तला पुग्न बढी टाइम लाग्छ? 5औं तला पुग्न टाइम लाग्छ। किन भन्दा जति धेरै दूरी भयो, मानव म फेरि ग्राउन्ड फ्लोरमा छु नि फेरि है, फेरि म 5औं फ्लोरमा छु भन्न पाइएन। म मानव ग्राउन्ड फ्लोरमा छु, मलाई पहिलो तलामा जान टाइम लाग्यो कि
फिफ्थ फ्लोरमा जान टाइम लाग्यो, मलाई फिफ्थ फ्लोरमा जान टाइम लाग्यो। किन भन्दाखेरि जति धेरै दूरी त्यति नै धेरै टाइम, जति थोरै दूरी त्यति नै थोरै टाइम। भनेको यिनीहरू दुईटा बिच के रहेछ भन्दा रिलेसन पोजिटिभ, भनेको डाइरेक्टली प्रोपोर्सनल रहेछ भने अघि यहाँ हामीले 12/x लेखेका थियौँ नि हो। त्यस्तै गरी अब यहाँ हामीले 1/1.8 लेख्छौँ। कुरो क्लियर? कुरो क्लियर? किन? किनकि 12/x यसको पनि जस्तो छ त्यस्तै एरो गर्न पर्यो हो कि नि? किन भन्दाखेरि दुईटैको यो दुईटाको के छ रिलेसन पोजिटिभ छ, भनेको डाइरेक्टली प्रोपोर्सनल छ, त्यही भएर जस्तो शैलीमा राखियो यसलाई पनि त्यस्तै शैलीमा राखियो। क्लियर? अब कचाककुचु क्यालकुलेटर गरौँ। और हो अब मैले के गर्छु भन्दाखेरि यो 12 11 12 5 60 पनि लेख्न मिल्छ मिल्नलाई, तर अब म त बेसबाट नजानेको विद्यार्थीलाई सिकाउने तरिकाले गर्नु पर्यो नि त। त्यही भएर मैले अब यहाँ लेख्छु 60 × x × 1 भनेको क्रस मल्टिप्लाई गरे 60 × 1 × x इज इक्वल टु 12 × 45 × 1.8 गरे। क्लियर? और x इज इक्वल टु 12 × 45 × 1.8 डिवाइडेड बाई 60 × 1 गरे। कुरो क्लियर? क्लियर। अब यो कचाककुचु गरौँ। 12 5 60 5 9 45 और अब सिधै क्यालकुलेटर दाबौँ है। देयरफोर x इज र अब यहाँ गरौँ है क्यालकुलेटर है। 12 × 45 × 1.8 गर्दाखेरि आउँछ हाम्रो 972 भागा 60 गर्दा कति आउँदो रहेछ हाम्रो एन्सर भन्दाखेरि 16.2। के हो 16.2? हामीलाई के निकाल्न भन्छ? एक्स। एक्सको हेडिङ के छ? कति हो? के हो? समय। समय कति हो? घन्टामा दिएछ यहाँ भनेपछि 16.2 घन्टा भनेको। देयरफोर अब उक्त कारले 60 किलोमिटर, अब यहाँ लेखौँ न, उक्त कारले 60 किलोमिटर पर आवरका गतिले है सुरुको भन्दा 80% बढी दूरी पार गर्न कति घन्टा लाग्दो रहेछ? 16.2 घन्टा लाग्दो रहेछ। भनेको 16.2 घन्टा लाग्ने रहेछ। ठिक छ? कुरो यसरी। अब यो आयो यहाँ ती तीनटा, यहाँ के थियो हाम्रो स्पिड है, किलोमिटर पर आवर कति थियो? 45 र 60 थियो। अब यसरी आयो, तीनटा आयो। ला थ्यात्तेरिका दुईटासम्म पढेको थिएँ, तीनटा हो, कसरी गर्ने होला? म त थ्यात्तेरिका गाह्रो बोलाउनु नि, म त बौलाउने। किन बौलाउनु पर्यो? म छु नि। यसरी सिम्पल तरिकाले गर्ने है। केही पर्यो भने, केही समस्या पर्यो भने मलाई युट्युबमा कमेन्टमा पनि लेख्नुहोस्। टाइम एन्ड वर्क अथवा युनिटरी मेथड कुनै समस्या आइहाल्यो भने, नभए मेरो फेसबुक, मेसेन्जर जेमा तपाईँले मेसेज गरे पनि हुन्छ। हस्।